नमस्कार सम्पूर्णमा। म आज यहाँहरूलाई भ्रामरी प्राणायाम सिकाउन गइरहेको छु। सर्वप्रथम त यो प्राणायामको नाम भ्रामरी प्राणायाम नै किन पर्यो त? किनभने हामी यो प्राणायाम गर्दाखेरि भमराले आवाज निकालेको जस्तो आवाज निकाल्छौँ। त्यसैले यसको नाम भ्रामरी प्राणायाम पर्न गएको छ। यो प्राणायामको मुख्यतः राम्रो इफेक्ट हाम्रो नर्भस सिस्टममा हुन्छ। यसले हाम्रो मस्तिष्कमा ब्लड सर्कुलेसन बढाउँछ र फ्रेसनेस ल्याउँछ। यसले स्ट्रेस, एन्जाइटी, डिप्रेसन आदि जस्ता मानसिक समस्यालाई कम गर्छ। यसलाई कहिले नगर्ने भनेपछि जब टाउकोमा फ्रेस चोट लागेको छ अथवा सुत्नभन्दा 4-5 घन्टा अघि, त्यति बेला चाहिँ गर्नु हुँदैन। त्यति बेला गरियो भने फेरि मस्तिष्कमा ब्लड सर्कुलेसन बढ्छ अनि हामीलाई निद्रा नआउन सक्छ। त्यसैले भ्रामरी प्राणायाम कम्तीमा पनि सुत्नभन्दा 4-5 घन्टा अघि मात्र गर्नुपर्छ। यो प्राणायाम बिहान खाली पेट अथवा खाना खाएको 2-3 घन्टा पछि अफिसमा वा घरमा कतै पनि गर्दा हुन्छ। कम्प्युटर अगाडि बसिराख्ने कर्मचारीहरूको लागि विशेष गरी प्रत्येक घन्टामा 2-3 चोटि गरियो भने फ्रेसनेस हुन्छ। सामान्यतया यसलाई बिहान 10देखि 12 चोटिसम्म गर्दा हुन्छ। यो प्राणायामलाई विभिन्न ठाउँमा विभिन्न तरिकाले गर्ने सिकाइँदै हुँदा पनि हामीलाई मेन कुरा यसमा साउन्ड चाहिँ आउनु पर्यो। म हजुरलाई यहाँ सर्वप्रथम बेसिक्सबाट सिकाउने प्रयास गर्छु। सबभन्दा पहिला त कुनै पनि स्थिर सुख आसनमा बसिहाल्नुहोस्। अफिसमा हुनुहुन्छ भने कुर्सीमा बसेर गर्दा पनि हुन्छ। अब बिस्तारै आँखा बन्द गर्ने र हातलाई दुवै आँखा अगाडि फोटोमा देखाए जस्तै गर्ने। फोटोमा देखाए जस्तै हातलाई आँखा अगाडि राखिसकेपछि लामो सास तान्ने र देखाए जस्तै गरी कानलाई बन्द गर्ने। कानलाई बन्द गरिसकेपछि जिब्रोलाई दाँत र तालुको बिचको भागमा टसाउने। यसले मस्तिष्कमा बढी भाइब्रेसन जाने हुन्छ। अब सास फाल्दाखेरि पुरै सास निकालुन्जेल आवाज निकाल्ने। पुरै सास निस्किसकेपछि पुनः सास भर्ने। सास भर्दाखेरि औँलालाई रिलिज गरिदिने अनि फेरि थोरै प्रेस गरेर पुनः सास निकाल्दाखेरि आवाज निकाल्ने। यही प्रक्रिया 5देखि 10 चोटि गर्न सकिन्छ। अब यसपछि हामी आफ्नो तरिकालाई थोरै एडभान्स गर्छौँ। यसको लागि फोटोमा देखाए जस्तै औँलाहरूलाई प्लेस गर्नुपर्छ। हाम्रो बसाइ त्यस्तै हुन्छ। म हजुरलाई 1 by 1 औँलाहरू राख्न भन्छु। सर्वप्रथम आफ्नो कान्छे औँलालाई तल्लो दाढीमा फोटोमा देखाए जस्तै राख्ने। त्यसपछिको अर्को औँलालाई माथिल्लो ओठमा फोटोमा देखाए जस्तै राख्ने। त्यसपछिको औँलालाई दुवै नाकको बेसमा फोटोमा देखाए जस्तै राख्ने। अनि आफ्नो चौथो औँलालाई आँखाको र नाकको बेसको जुन बिचको भाग छ फोटोमा देखाए जस्तै ठ्याक्क त्यहाँ राख्ने। त्यहाँ राखिसकेपछि लामो सास भर्ने। सास भरिसकेपछि आफ्नो कानलाई बन्द गर्ने। कानलाई बन्द गरिसकेपछि पुनः फोटोमा देखाए जस्तै जिब्रोलाई दाँत र तालुको बिचमा टच गराउने अनि सास फाल्दै आवाज निकाल्ने। पुरै सास बाहिर आइसकेपछि जहाँ जहाँ औँला राख्नु भएको छ त्यसलाई थोरै हल्का छोडेर रिलिज गरिदिने। फेरि सास भर्ने र पुनः एकदमै कम प्रेसरले फेरि थिच्ने र आवाज निकाल्ने। यो भ्रामरी प्राणायामको एउटा साइकल हो। यो साइकल हजुर एक सिटिङमा 5देखि 10 चोटि गर्न सक्नुहुन्छ। केही अप्ठ्यारो भएमा आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुपर्छ। यसलाई फेरि पनि अर्को तरिकाले गर्न सकिन्छ।
तरिका जुन भए पनि हामीले जिब्रोलाई दाँत र तालुको बिचमा टच गराउनु पर्यो, कान बन्द हुनु पर्यो र आवाज आउनु पर्यो। त्यति हो। यसले ओभरअल मेन्टल हेल्थलाई राम्रो गर्छ। हस्त छिट्टै भेटौँला अर्को भिडियोमा। धन्यवाद।